अब त खालि पर्खाइ छ त एउटा मात्रै छ मृत्युको मात्र सानो छोरीहरू छ पहिला कतै गएर ढिला आएपछि सानी छोरी बाबा बाबा भनेर पर्छ केही छैन एउटा बाटो मात्र छ मृत्युको पर्खाइ मात्र हेरेर आउँछ एउटा ठुली चाहिँ नि स्कुल अनि यतै कतै भोलि नमस्कार दर्शकहरू, तपाईहरु माझमा फेरि अर्को विषय लिएर उपस्थित भएको छु। यहाँ चाहिँ विक्रम दाइ हुनुहुन्छ। उहाँको अवस्था सुनिसकेपछि मलाई एकदमै दुःख लाग्यो कि उहाँको एउटा खुट्टा केही समय अगाडि काट्नुपर्ने अवस्था आइसकेपछि र त्यो मात्रै नभएर उहाँको दुवैवटा मृगौला पनि अहिले फेल भएको अवस्था छ। परिवारमा श्रीमती हुनुहुन्छ, 2 छोरीहरू छन् र मेरो ब्याकग्राउन्डमा एउटा चिटिक्क परेको राम्रो घर देख्नु भएको छ र यो घरलाई चाहिँ उहाँको अवस्था कुनै आम्दानीको स्रोतहरू नभइसकेपछि घरको खर्चहरू टार्न पनि गाह्रो भइसकेपछि यहाँको दाजुभाइ दिदीबहिनीहरू मिलेर विशेष गरी यहाँ एउटा चाहिँ संस्था रहेछ उहाँहरूको र उहाँले प्रगतिशील एकता मञ्च उहाँहरूको त्यहाँ रहनुभएको सबै साथीहरू मिलेर यो घर बनाइदिनु भएको रहेछ केही समय अगाडि। अहिले पनि कलर सुकिसकेको अवस्था पनि छैन, नयाँ छ र उहाँको यो एउटा बस्नको लागि आवासको त व्यवस्था सहयोगीहरूले गरिदिनु भयो। जसले गरिदिनु भयो उहाँहरूलाई हृदयदेखि नै सम्मान व्यक्त गर्न चाहन्छु। तर उहाँ बिरामी हुनुहुन्छ, आम्दानीको स्रोत छैन। उहाँको श्रीमती अहिले हामीले भेट्न सकेनौँ। उहाँको श्रीमती अहिले चाहिँ जङ्गल जानुभएको रहेछ। लाग्छ अब केही होला, घाँस दाउरा गर्ने, सम्भवतः बजार छ नजिकै लम्की लिएर बिक्री गरेर छाक टार्ने पनि हुनसक्छ। त्यो के छ अहिले म सोध्छु मलाई। र उहाँको उपचारको लागि अहिले डायलिसिस गर्नको लागि जानको लागि बाटो खर्च पनि छैन। त्यो सुनिसकेपछि एकदमै दुःख लाग्यो। अचानक सुनेर अचानक म आइसकेपछि हजुर माझमा उहाँको विषय राख्दैछु। सुनिसकेपछि तपाईँहरूले जति सक्नुहुन्छ त्यति सहयोग गर्नुहोला। उहाँको सहयोग गर्ने माध्यम रहेछ भने म QR कोड पनि यहाँ राखिदिन्छु। तपाईँले जति सक्नुहुन्छ त्यति सहयोग गर्नुहोला, यो अनुरोध गर्न चाहन्छु र उहाँको विषय उहाँसँगै बुझ्न चाहन्छु। हजुर नमस्कार। नमस्कार। तपाईँको नाम? मेरो नाम विक्रम विक्रम। हजुर खुट्टो काटिएछ? हजुर 2074 सालमा काटिएको। 74 सालमा काट्नुभयो। खास के भएर काट्नु परेको? सुगरले गर्दा इन्फेक्सन भयो खुट्टामा। कहाँ हुनुहुन्थ्यो त्यति बेला? यहीँ हुनुहुन्थ्यो कतै? यहीँ थिएन त्यतिखेर। सुगर छ तपाईँलाई? सुगर छ, सुगरले गर्दा इन्फेक्सन भयो। सुगर धेरै थियो। नेपालमा पनि धेरै खर्च गऱ्यो, भएन। त्यसपछि इन्डिया गएर 2 चोटि काट्यो। एकचोटि यहाँबाट कल्पना पनि गर्नु भएको थिएन होला। कमाउने मान्छे तपाईँ हो? एक्लै कोही छैन अरू घरमा। घर पनि रहेनछ नि त तपाईँको त? अरूको घरमा बसिरहेको थियो। 3 वर्ष अरूको घरमा बस्यो। 3 वर्षपछि यो घर सबैको सहयोगबाट बनेको हो। बस्ने बास त बनौँ। ज्यान एउटा खुट्टै छैन। खुट्टै छैन। फेरि हप्तामा 2 चोटि डायलाइसिस गर्न जानुपर्छ। फेरि किडनी पनि फेल भयो।
किडनी दुईटी फेल भयो साउन महिना यही साउनबाट यही साउनमा दुईटी साउन भन्दो 4-5 महिनामा अहिलेसम्म त यताउता खर्च चलेर आएको थियो। अब आजबाट त खर्च पनि छैन, 1 रुपियाँ पनि छैन, भाडा पनि छैन जाने। डायलिसिस कहाँ गराउनु भएको छ? धनगढी जानुपर्छ। यहाँ लम्कीमा छैन? कति कति समयमा जानुहुन्छ धनगढी? हप्तामा 2 चोटि, मङ्गलबार र शुक्रबार। कति लाग्छ नि भाडा धनगढी पुग्न आउन? 2500सम्म लागिहाल्छ, 2025। 2 जना जानुपर्छ, एक्लै जान सकिँदैन। गाडी फेरि यहाँबाट अटोमा अटोमा जानु पर्यो, अटोमा आउनु पर्यो। मेरो बेला मात्रै फेल भएर खुट्टा ठिक थियो भने त एउटा बाटो हुन्थ्यो, थोरै त केही रात हुन्थ्यो। केही न केही राहत हुन्थ्यो। पहिला खुट्टो गयो, अहिले त्यसपछि 2 टिमहरू होला फेल भयो। कल्पनै नगरेको कुरा।